Okay, so hello guys, welcome back. So after a long time पछि so welcome back to my channel है. So आज चाहिँ मेरो छुट्टी थियो. So त्यही भएर म मेरो यसो छुट्टीलाई चाहिँ युजफुल बनाउनको लागि so जाँदैछु एन्ड म जाने ठाउँ चाहिँ फर्स्टमा चाहिँ म मेरो परिचय पत्र बनाउन जान्छु. मैले बनाएको छैन. मेरो नेसनल आइडी कार्ड बनाउन जान्छु. एन्ड आफ्टर द्याट मलाई अलिअलि सामानहरू पनि चाहिरहेको छ. भन्नाले यसो सुजहरू अनि त्यहाँबाट प्यान्ट्सहरू चाहिरहेको छ. सो त्यो पनि लिनेछु म भनेर बसिरहेको छु. सो लेट्स गो फर सपिङ. एन्ड अघि भर्खर लुगा धोएर भ्याएँ मैले है. पुरै लुगा यति धेरै छ नि मेरो लुगा. सो लुगा छ. सो त्यो सबै धोएर भ्याएँ. एन्ड मैले यसो म्याप हेर्दाखेरि नजिकै देखेको थिएँ. एन्ड गएर यसो गरेँ अनि त्यहाँनिर यसो सपिङ पनि अनि उतैबाट जाऊँ कि भनेर सोचिरहेको थिएँ मैले. सो सुरुमा परिचय पत्रको काम सघाउनु पऱ्यो अनि आफ्टर द्याट आई विल बी गोइङ. सो आफ्टर अ लङ टाइम पछि आई थिङ्क भिडियो बनाएको होला मैले. त्यो नि हो. आफ्टर लङ नै हो. अलिक टाइम नै लाग्यो मलाई. अलि धेरै नै. ओके, सो यहाँबाट लेफ्ट अनि त्यहाँबाट त्यो पुलबाट माथि अनि पुलबाट यतापट्टि लागेर आई थिङ्क त्यहीँ हो जस्तो लाग्यो. सो पुलबाट फेरि अनि माथि लागेर अनि लेफ्ट लाग्यो जस्तो लाग्यो. सो मैले कुनै पनि फर्महरू केही पनि भरेको छैन. सो म त्यहीँ गएर मैले ट्राई चाहिँ गरेको थिएँ बट नेपालीमा पनि लेख्नुपर्ने रहेछ. अनि नेपालीमा लेख्नु अब त्यो किबोर्डै चलाउन आएन. सो त्यही भएर मैले लेखिनँ. सो बरु यहीँ यसो उयो गरेर दिमाग खियाउनुभन्दा त बरु यतै यसो दिएर गर्छु भनेर सोचेँ मैले. सो सबभन्दा सुरुमा त बुझ्नु पऱ्यो कहाँ छ के छ कसरी हो भनेर. सो आफ्टर नोइङ बुझिसकेपछि त सजिलो भइ त हाल्यो मलाई. ओके, सो अलिकति अगाडि अनि त्यसबाट लेफ्ट जस्तो लाग्यो. सो लेट्स सी. माया को यो कुरा. सो ऊ त्यहाँबाट अनि अगाडिबाट लेफ्ट जस्तो लाग्यो. सो त्यही नै हो. एन्ड आई होप आजै बनोस् भन्ने हो. आजै बन्यो भने त गुड फर मी हो. अब बनेन भने त ठिकै छ. त्यही माथि फर्महरू यताउतिहरू केही पनि भरेको छैन. सो टाइम लाग्छ जस्तो छ. जिल्ला प्रशासनिक कता ऊ कहाँ छ परिचय के छ यो. नेसनल आइडी कार्डको लागि. सो म चाहिँ यहाँ पुगिसकेँ. सो आई डोन्ट नो, मलाई यसको प्रोसेसहरू केही पनि थाहा छैन है. सो आई डोन्ट नो. सो ऊ त्यो दिललाई बुझ्नेछु म. आई जस्ट आक्स कता गएर भर्ने हो भनेर. अनलाइन भनेर भन्नुभयो. एन्ड आजै उयो गऱ्यो भने आजै हुन्छ अरे. सो द्याट्स गुड फर मी. सो ठिकै छ. लेट्स गो. एन्ड भरौँ अब कता भरिदिन्छ. लेट्स सर्च इट. कहाँ गएर पो भर्छ थाहा छैन यार त्यो चाहिँ. यतातिर त छैन.
ओके परिचय पत्र लिन आएको खोइ केही पनि छैन न त के छ सो मैले मेरो फर्म पनि भरिसकेँ सो मेरो ठ्याक्कै यसको पछाडिपट्टि चाहिँ फर्म छ यो तपाईँहरूले देख्नुहुन्छ होला सो लेट्स नट डु एनिथिङ मेरो पर्सनल उयोहरू नगराउने भन्ने हो आई डोन्ट नो के हो कुनै सो फर्म पनि भर्यो अब के छ लाइन होला के होला आई डोन्ट नो सो जानेछु म त चिलमा अब यतिकै के हुन्छ हुन्छ सकेसम्म छिटो भरेर एन्ड उतापट्टि सपिङ गर्न पनि गइहालौँ कि भनेर हो ओके सो मैले मेरो नेसनल आइडी कार्ड पाइसकेँ आइडी कार्ड नम्बर पाइसकेँ सो अब मेरो ब्याङ्क अकाउन्ट पनि खोल्नुपर्ने छ सो मेनली चाहिँ मैले यो बनाउनुको कारण चाहिँ मेरो ब्याङ्क अकाउन्ट खोल्नु परेको भएर हो सो यहाँबाट म म यहाँबाट अब उता जाँदैछु अब सपिङको लागि निस्किन्छु अनि सपिङबाट फेरि फर्केर आई विल बी ब्याक सो जहाँसम्म मलाई लाग्छ त्यति नै हो जस्तो लाग्छ मलाई सो इफ होइन रहेछ भने चाहिँ प्रब्लम हुनेछ हो रहेछ भने चाहिँ ठिकै हुन्छ सो मेरो पहिला कलेज हुँदाखेरि चाहिँ यतै बाटो पर्थ्यो कि यही बाटो अनि त्यहाँबाट म यो बाटो हिँड्ने बिहान 6 बजे हिँड्नै पर्थ्यो बिहान 6 बजे हिँड्यो फेरि फर्किने बेला यो हिँड्यो फेरि जाम हुन्थ्यो तर आज अलि छैन एन्ड नेसनल आइडी कार्ड बनाउनलाई मलाई धेरै समय पनि लागेन सो द्याट्स गुड फर मी सो आई थिङ्क अब म यहाँबाट सपिङ गर्न जाँदैछु सपिङ सो आई थिङ्क दिस इज द फर्स्ट टाइम मैले आफै नै सपिङ गर्न लागेको आफूले आफ्नो लागि सपिङ गर्न लागेको किनभने मैले युजली सपिङ नै गर्दैन सो सबै सामान चाहिँ सबै जे चाहिन्छ नि मलाई त्यो चाहिँ सबै मम्मीले नै ल्याइदिनु हुन्थ्यो तर अहिले चाहिँ म आफै जान लागेको सो जानुपर्छ एक्सपिरियन्स गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ ठिकै छ मेरो प्लान चाहिँ के छ भने सो आई थिङ्क 2टा जुत्ता अनि त्यहाँबाट 2टा जुत्ता अनि त्यहाँबाट एउटा प्यान्ट अनि 2टा स्यान्डो जस्तो लिनु पर्ला जस्तो छ म चाहिँ सो त्यो लिने भनेर सोचिरहेको छु सो लेट्स सी एन्ड मिल्यो भने नागरिकता रे के अरे परिचय पत्र पनि बनाउन जान्छु म यो परिचय पत्र भन्न आएछ यार मुखमै परिचय पत्र मात्र झुन्डिरहेछ आई मिन त्यो ऊ पनि ब्याङ्क अकाउन्ट पनि खोल्छु होला सो चाहिँ मलाई ब्याङ्क अकाउन्ट चाहिँ निडेड नै छ सो किनभने म अलि धेरै नै छु सो मलाई अकाउन्ट कुन अकाउन्ट चाहिन्छ नि ब्याङ्क अकाउन्ट खोल्न गयो भने चाहिँ म
एनआइएमबीमा खोल्छु जस्तो लागिरहेछ मलाई 8 3 2 1 go let's go so सो आई थिंक म भ्रिकुटी मण्डप नै जान्छु कि कता जानु भइरहेछ सो त्यहीँ जान्छु होला म मिलाएर दिन्छ त्यहीँ ए मैले बिलबुकै ल्याएन यार आई जस्ट फरगट मैले त बिलबुक ल्याएको छैन नि लाइसेन्स पनि ल्याएको छैन जस्तो लाग्यो मैले त चेकिङ हुँदैन त होला नि सो भ्रिकुटी मण्डप आइपुगे सेलमा अरे टिभीएस को के चलिरहेछ कुनै थुप्रो पछि आयो यार म चाहिँ यहाँ मेरो धेरै ठुलो बजेट पनि छैन चाहिन चाहिँ धेरै सामान चाहिरहेछ सो लेट्स गो